आज चाहिँ हामी बारीमा तरकारी खोज्न हिँडेको के भेटिन्छ हाम्रो बारीले के दिन्छ तपाईँहरूलाई हामीले आउँछौँ है। पिँडालु हन्टिङ गर्न जाने भयो आज। बारी जाँदैछु। हाम्रो धान चाहिँ यस्तो भएको छ कि सब डढेर के भएर हो सबैको धान डढेको छ। हाम्रो बारी चाहिँ अगाडि झारी छ कि हाम्रो बारी चाहिँ हाम्रो बोडी फल्दै रह। यहाँ चाहिँ मेरो भाइ आउँदैछ। हेलो वान। हेलो गाइजहरु। सब्सक्राइब मेरो दिदीको च्यानल हो। सब्जी खोज्न आएको मम्मी चाहिँ आइपुग्नु भएकै छैन। हामी चाहिँ यहाँ कहाँबाट पस्ने भनेर हेर्दैछौँ कि पुरै घारी नि घारी छ। यतापट्टि खोला फल्दैछ वहाँनिर। छठ हुन्छ तिहार पछाडि। उहाँ पनि छ अर्को खोला यहाँ पनि छ। हामी चाहिँ उताबाट आयौँ फेरि यताबाट कताबाट खेतमा पस्ने बारीमा पस्ने भन्ने नि भएन कि घारी न घारी भएर यहाँ हाम्रो आँपको बोट पनि छ। घिरमला पनि भएको आँप पनि यहाँनिर पिडाक्कै भाँचेकै छुने बित्तिकै सब किराले खाएर यस्तो बनाएको र हौ। तपाईँहरूकोतिर पनि यस्तै बनाउँछ? पिँडालु खाँदै हुनुहुन्छ? छ पिँडालु? यहाँ चाहिँ सिमल तरुल पनि छ। सब मुसाले खाइसकेको छ कि यता हेरेर भनिदिनु न त। छैन नि त सिमल तरुल पनि छैन, रोप्नु मात्रै पाएको। पिँडालु पनि छैन, मुसाले खाइसक्यो। त्यो बोटमा कत्रो हुँदो रहेछ भन्नु न। यत्रो चाहिँ रहेछ है यहाँनिर। रोप्नु मात्रै पारो मुसाले मिसाएर। कत्रो फल्दो रहेछ है त्यसमा कत्रो रहेछ। कहाँ छ? ओ एउटा हेरे छैन। यहाँ एउटा फल एउटा घिरौँला पनि। के रे? बोट त राख नि त अलिअलि। सिमल तरुलको घारी कसैलाई सिमल तरुल चाहिन्छ भने हाम्रोमा सम्पर्क गर्न सक्नुहुन्छ। पछिलाई माघे सङ्क्रान्तिमा सिमल तरुल खाने कोही हुनुहुन्छ भने हाम्रोमा यहाँ सम्पर्क गर्नु होला। पगि त यो गरैभरि राम राम गरैभरि एकदम धेरै भारी छ। तपाईँले एउटै भेट्नु भएन। म चाहिँ अब यहाँ जसरी भयो भने खाल्डो खन्दा पनि भेट्छु भनेर सुरिएर गएको चाहिँ खन्नलाई। अब हेरौँ है ए खाइसकेको छ सबै सिमल तरुल त कति थिए कति थियो तर खाइसकेको थियो। नजिक गएर हेर्नुपर्छ अब। सिमल तरुल कति फल्थ्यो कति मुसाले छ। फाइनली ल मैले यत्रो भेटेँ। कहाँ होला यस्तो? ओइ आज चाहिँ काट्यो है।